विकल्पको रूपमा भनेर अहिले एउटा चाहिँ पार्टी निस्केको छ हैन। अब त्यो विकल्प हो कि होइन भन्ने कुरा तपाईहरुले मूल्याङ्कन गर्नुपर्छ। त्यहाँ त्यही पार्टीको तपाईको चाहिँ एकजना मान्छेले के भन्दै थियो भने यो पार्टी त टोटल स्क्याम भित्र परिसक्यो। स्क्याम भनेको चाहिँ षड्यन्त्र क्या। स्क्याम भनेको चाहिँ झुटो फर्जी फ्रडलाई स्क्याम भन्छ। ठगी हैन, षड्यन्त्र ठगी यसलाई चाहिँ स्क्याम भन्छ इंग्लिशमा हैन। SCAM स्क्याम। त्यो मान्छेले के भन्दै थियो भन्दा निकै ठुलै मान्छे रहेछ, घन्टी हलाउने पार्टीको। के भन्दै थियो, टोटल पार्टी नै स्क्याममा गइसक्यो, हामी त तपाईको साहस गरेर निस्क्यौं, हामी आफै स्क्याममा परिसक्यौं। भन्नुको मतलब कत्रो भल खाडामा देश जान खोज्दैछ। कसैले बचाउन सक्छ भने माटो बोकेको मान्छेले मात्रै बचाउन सक्छ। तितो लाग्छ तपाईलाई, तितो लाग्छ, तर देश गुमिसकेपछि हर्कसाम बागलाई नसोध्नु नखोज्नु। देश घुम्नु भन्दा अगाडि हर्क साम्बाङलाई चिन्नु। यो चाहिँ श्रम संस्कृतिका उम्मेदवारहरूलाई यसपालि सारा नेपालीले चिन्नुपर्छ र तपाईहरुको अमूल्य मत दिनुपर्छ। निवेदन गर्न चाहन्छु। अब धेरै कुराहरू छन्, थुप्रै कुराहरू छन्, भन्दै जाँदाखेरि रात पर्छ। धेरै कुरा नभनौ, बुझ्नेलाई इशारा काफी, नबुझ्नेलाई जिन्दगी भारी।